मेरो भिडियो हेरेर बसिराख्नु भएको सम्पूर्णलाई म प्रवीणको तर्फबाट नमस्कार भन्न चाहन्छु। र हिजो भर्खरै मैले एउटा भिडियो मार्फत सम्पूर्ण मेरो फलोवर्सहरूलाई जानकारी गराएको थिएँ कि हामीले फेसबुकमा कसरी पैसा कमाउन सकिन्छ र हामीले हाम्रो चलाइराखेको फेसबुक आइडीलाई कसरी हामीले कन्टेन्ट मोनेटाइजेसन गर्ने टुल्ससम्म लिएर जान सकिन्छ र हामीले चलाइराखेकै आइडीबाट कसरी हामीले चाहिँ अर्को पेज बनाउन सकिन्छ, त्यो सम्पूर्ण कुराहरू तपाईँलाई म यो भिडियोको मार्फतद्वारा जानकारी दिन चाहन्छु। र यो भिडियो चाहिँ तपाईँको सबैको लागि उपयुक्त नहुन सक्ला, तर जसलाई पनि आउँदैन पेज बनाउनको लागि उसलाई मनभित्र चाहिँ म पनि पेज बनाएर फेसबुकमा काम गर्छु भन्नेहरूको लागि चाहिँ मैले यो भिडियो बनाएको छु। कृपया मेरो भिडियो अन्तिमसम्म हेरेर मलाई साथ दिनुहोला। र तपाईँहरूले देखिराख्नु भएको छ मेरो यो स्क्रिनको साइडपट्टि जुन मैले अहिले नयाँ भर्खरै एउटा पेज यहाँ खोलेको छु, तपाईँहरूले देखिराख्नु भएको छ। यो पेजमा तपाईँको अब यो पेज भर्खर तपाईँको नयाँ पेज छ, यसमा तपाईँले देख्न सक्नुहुन्छ साथी पनि यसमा जम्मा एउटा मात्रै फ्रेन्ड छ। अब यो आइडीलाई मैले अब कसरी पेज बनाउने, हामीले कसरी यो आइडीलाई चाहिँ अब पेज बनाउने र यसमा हामीले कन्टेन्ट मोनेटाइजेसन गर्ने टुलसम्म चाहिँ हामीले कसरी लिएर जाने, त्यो कुराहरू म सम्पूर्ण तपाईँहरूलाई भिडियोको मार्फत देखाउने छु। अब जस्तै यहाँ तपाईँहरूले साइडमा थिचेपछि तपाईँको यहाँ चाहिँ यस्तो अप्सन आउँछ। यहाँ तपाईँले अब के गर्ने, क्रिएट फेसबुक पेजमा तपाईँले क्लिक गर्ने कि त्यसमा क्लिक गर्ने बित्तिकै तपाईँले यहाँ दुईवटा अप्सन आउँछ, त्यसमा अपग्रेड गर्ने र त्यसपछि यहाँ तपाईँको अपग्रेड योर एक्सिस्टेन्ट प्रोफाइल भनेर आउँछ। त्यसपछि त्यसमा तपाईँले क्लिक गर्ने, त्यसपछि त्यहाँ क्लिक गरिसक्नु भएपछि तपाईँको यहाँ टर्न अन गर्ने, टर्न अन गरिसकेपछि तपाईँको थोरै समय यहाँ जुन लोडिङ लिन्छ। त्यसपछि तपाईँले चाहिँ यसलाई चाहिँ आफूले चलाइराखेको आइडीलाई पनि तपाईँले पेज बनाउन सक्नुहुन्छ। जस्तै यहाँ चाहिँ अब तपाईँले पिपुलमा गएर सिलेक्ट गर्ने, त्यसपछि कन्फर्म गर्ने, त्यसपछि तपाईँले अब यहाँ तपाईँको क्याटेगोरिज के छ तपाईँले सर्च गर्ने, मैले डिजिटल क्रिएटर राखिदिएँ। त्यसपछि अब यहाँ तपाईँको गो टु यो ड्यासबोर्डमा क्लिक गरिदिने भनेपछि हामीले चाहिँ अब यो ड्यासबोर्डको अल सेट हामीले चाहिँ गरिसकेको छु। अब हामी चाहिँ प्रोफेसनल ड्यासबोर्डमा हामी पुग्यौँ। अघि चाहिँ हाम्रो क्रिएट त्यहाँ देखाइरहेको थियो, अहिले चाहिँ हामी प्रोफेसनल ड्यासबोर्डमा पुगिसक्यौँ। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ अब हामीले वेलकम टु योर न्यू ड्यासबोर्ड, हामीले यसमा गेट स्टार्टमा क्लिक गर्ने। त्यसपछि तपाईँहरू देख्न सक्नुहुन्छ साथीहरू यो अब तपाईँको ओपन हुँदैछ। ओपन भइसकेपछि तपाईँको यसमा अब तपाईँले यसमा के गर्ने, फोकस तपाईँको केमा छ, रिच मोर पिपुल भनेपछि तपाईँले चाहिँ आफूले हाल्नुभएको भिडियोहरू चाहिँ धेरैजनाकोमा तपाईँहरूले पुगाउनुको लागि चाहिँ रिच मोर पिपुलमा सिलेक्ट गर्नुपर्ने हुन्छ। त्यसपछि यहाँ तपाईँको टास्क तपाईँलाई अब फेसबुकले के गर्छ, तपाईँको ड्यासबोर्ड खुलिसकेपछि तपाईँलाई फेसबुकले एउटा टास्क दिन्छ। त्यो टास्कमा चाहिँ तपाईँलाई के भनेको हुन्छ भन्दाखेरि गेट 5 न्यू फलोवर्स। तपाईँले चाहिँ यो टास्क दिएको अवधि 1 हप्ताभित्रमा तपाईँले चाहिँ 5 वटा नयाँ फलोवर्स तपाईँको आइडीमा लिएर आउनुपर्ने हुन्छ। त्यसपछि तपाईँले 5 वटा न्यू पब्लिक पोस्ट तपाईँको आइडीबाट तपाईँले हाल्नुपर्ने हुन्छ। 10 इन्टरेक्सन भनेको मतलब तपाईँको तपाईँले हाल्नुभएको फोटोमा चाहिँ तपाईँको लाइकको बटन चाहिँ 10 वटा आउनुपर्ने हुन्छ। तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ चाहिँ अब यो हाम्रो पेज ओपन भइसकेको छ। रिफ्रेस गरेर हेर्दाखेरि हाम्रो यो ड्यासबोर्ड ओपन भइसकेको छ। यसरी चाहिँ हामीले हाम्रो फेसबुक आइडीलाई पेजमा परिणत गरेर पनि घरमा बसेर पनि हामीले पैसा कमाउन सकिन्छ। तपाईँहरू देख्नुहुन्छ साथीहरू यसरी चाहिँ हामीले पेज क्रिएट गर्ने। ल तपाईँहरूले यो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र तपाईँहरूलाई यस्तै भिडियो चाहिन्छ भने मेरो यो च्यानललाई चाहिँ फलो गरिदिनु होला। धन्यवाद।